आज चाहिँ यो टमाटर बटर्ने काम भइरहेछ। टमाटर बटर्न लागि हातमा कैँची बोकेर यो टमाटरको झार पनि गोड्दै, झार यस्तो झारै झार भएछ। यस्तो हाँगाहरू सबै भाँचिदिने, यो झारहरू सबै गोड्नुपर्छ यसरी। यसरी झारहरू गोडेर अलि झार भएछ, झार बढी भएछ बिरुवामा। अलि सुक्खा नि भएछ, पानी हाल्नुपर्ने भएछ। यो मासतिरको हाँगाहरू यसरी चुडाइदिनुपर्छ। सानो सानो हाँगा त हातैले, यतिकै ठुलो हाँगा चाहिँ कैँचीले काट्ने यसरी टक्क पारेर। यस्तो फितिर ठाउँमा यसरी सबै चुडाएर फालिदिनुपर्छ। पानी पुगेन, यसरी सुक्खा भएछ। यस्तो हुँदैन।